अहिले म दोलखाको सैलुङ यो पर्यटकीय स्थल अनि यहाँको मौसम छिनमा घाम लाग्ने अनि बादल लाग्ने र अहिले घाम लागेर अलिकता हाम्रो यो दृश्य अलि सफा हुँदैछ बिस्तारै बिस्तारै सिँढी चढ्दैछौँ मनोरम दृश्य सायद यो पुरानो पर्खालहरू जस्तो देखिन्छ तलबाट हामीलाई 1 घन्टामा हिँडेको ठाउँबाट हामी 1 घन्टामा सैलुङ हजुर ठिक 1 घन्टा भयो र 1.4 माइल्स 2 किलोमिटर कोर्समा ल यहाँ चाहिँ छिनमा मौसम परिवर्तन हुने अब फेरि पानी पर्नु लाग्यो यसो घुमेर फाइनल्ली ल अहिले चाहिँ हामी सैलुङ्गे मजाले पानी पर्ला जस्तो पनि छ भिड छ एकछिन ल वेल डन मम्मी गाह्रो त हुँदै गर्छ नि अघि सुरुदेखि नै गाह्रो छ बसिरहेको अघि नै तलै हुन्थ्यो होइन हो नि कस्तो घोप्टो भएर अहिलेसम्म देखेको हजुर छिनमा वेदर चेन्ज हुन्छ अरे नि त ल सकिहाल्यो नि अब चढ्ने नै हो नि स्तुपको माथि चढ्नु पर्यो हामीले चढ्नु पर्दैन Alone I spend another night. I close my book, I dim the light. I wait for sleep to numb my lonely ache. No rest I find inside my bed, no rest but yearning thoughts instead.
this emptiness I feel within will cloud my head and burn my skin. My mind has thoughts no minister could take. Dreams fill me up with wild desires, the constant hope that never tires. And when I sleep, my heart is still awake. Longing dances through my evening prayers. She ties my wrists and ankles to the bed. Her fingertips start a hunger that can only be filled. Never know. Longing robs you of your peace, a discontent that way.